हेलो साथीहरू, आज हामी आलु खान आएको छौँ। भागेको आलु चाहिँ खासै फलेन रहेछ। यत्रो यत्रो आलु फल्यो, बोट चाहिँ यस्तो छैन, बोटै सानो सानो छ। हेर्न सक्नुहुन्छ गाइसहरु, यहाँ पनि त्यति खनिसक्यो मामले। ऊ एउटा बहिनी चाहिँ उतिने खन्दैछ फाल्टो आलु। यो लुइरे चाहिँ हेर्दैछ आलु खन्नु आएको गलियो। खासै आलु छैनै, हेर्न सक्नुहुन्छ यहाँ देखा आलु कुहेको रहेछ। यो त के हो, बोट अनुसारको आलु।